it out. Click on Zombie Apocalypse. नमस्कार, म भुवन शाहद्वारा यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानल द क्रिएटिभ माइन्ड प्रोडक्सन भित्र। भनिन्छ आवश्यकता नै आविष्कारको जन्नी हो। त्यस्तो ठुलो इन्भेन्सन मैले केही पनि गरेको छैन, सानो इन्भेन्सन हो र त्यो हो तपाईको अफिस कम्प्लिट अफिस प्याकेज, जुन अफिसका लागि कम्प्युटर नलेज भनेर विभिन्न व्यक्तिहरूले आजको दिनमा युट्युबमा एकदमै सर्च गरिरहेछ र कुनै बेला यस्तो थियो जुन समयमा मैले पनि यो अफिसको लागि के सिक्दाखेरि कुन प्रोग्राम सिक्दाखेरि सजिलो हुन्छ र व्यवहारमा उपयोगी हुन्छ, चाहे एउटा नर्मल विद्यार्थीको लागि चाहे एउटा सामान्य कम्प्युटर नजानेका एउटा कर्मचारीको लागि के सिक्नुपर्ने हो त भन्ने विषयमा मैले 10 वटा बुदाहरू तयार पारेको छु, जुन तपाईहरुले सिक्नुभयो भने क्रमशः सिक्नुभयो भने तपाईहरु चाहे थेसिस बाइन्डिङ गर्नुहोस्, चाहे तपाईले विद्यार्थी जीवनको लागि होस्, चाहे अफिसियल युजको लागि होस्, ती प्रोग्रामहरुले तपाईलाई सहज बनाइदिनेछ तपाईको कामलाई। मैले चाहिँ त्यसै सन्दर्भमा जाम। प्रोग्राम नम्बर 1 मा रहेको छ स्क्रिन डिजाइनिङ। तपाईहरुले मेरै च्यानल द क्रिएटिभ माइन्ड प्रोडक्सन भित्र तपाईहरुले गएर एउटा सर्च गर्नुहोस्, प्रोग्राम सर्च गर्नुहोस् स्क्रिन डिजाइनिङ भनेर। त्यसभित्र मैले स्क्रिनमा कसरी हुन्छ, काम गरिन्छ र स्क्रिनलाई कसरी डिजाइन गरिन्छ भन्ने विषयमा मैले भिडियो बनाएर सानो भिडियो हालेको छु। त्यसमा आइकन के हो, टास्क बार के हो, त्यसका प्रपर्टिजहरु के हुन्, आइकन्सहरुलाई कसरी एरेन्ज गर्ने, स्क्रिनलाई कसरी डिजाइन गर्ने र सम्पूर्ण बेसिक लेभलका कुराहरु त्यसमा चर्चा गरिएको छ। तपाईले त्यो प्रोग्राम सिक्नु भने तपाईले बेसिक लेभलको कम्प्युटरलाई स्क्रिनलाई कसरी ह्यान्डल गर्न सक्नुहुन्छ भन्ने विषयमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। त्यसैगरी अर्को नम्बर 2 नम्बरको प्रोग्राम रहेको छ टाइपिङ मास्टर। टाइपिङ मास्टरले के गर्छ भन्दाखेरि टाइपिङको लागि चाहिँ आवश्यक पर्ने सम्पूर्ण कुराहरुको जानकारी दिने काम यसैले गर्दछ, जसको लागि तपाई टाइपिङ सफ्टवेयरबाट तपाईले आफ्नो टाइपिङ स्किल्सलाई डेभलप गर्न सक्नुहुन्छ र आफ्नो स्पिड पर मिनेट जुन टाइपिङ गर्ने वर्ड क्यापासिटी छ स्क्रिनमा नहेरिकन तपाईले किबोर्डबाट टाइपिङको क्यापासिटी बढाउन सक्नुहुन्छ। तपाईले यो प्रोग्राममा प्र्याक्टिस गर्नुभयो भने गुगलमा जानुहोस्, टाइपिङ मास्टर सर्च गर्नुहोस्, यसलाई इन्स्टल गर्नुहोस् र यसलाई क्रमशः त्यसमा जनरल टाइपिङको बारे पनि कुरा गरिएको छ। 2 नम्बरमा यसमा स्पिड बिल्डिङको बारेमा पनि कुरा गरिएको छ र यसमा क्यारेक्टर्सहरु पनि कसरी टाइप गर्ने भन्ने बारे कुरा गरिएको छ र तपाईको 1 महिनाको प्र्याक्टिसले गर्दाखेरि 35 देखि 40 वर्ड पर मिनेट ग्यारेन्टीका साथ तपाईहरुले लेख्न सक्नुहुन्छ। तर 1 महिना कन्टिन्युअसली प्र्याक्टिस गर्नुपर्छ। त्यसमा 12 वटा लेसन्सहरु हुन्छ। 12 वटा लेसन्सलाई 2 दिन 3 दिन 2 दिन 3 दिन गरेर तपाईले कम से कम प्र्याक्टिस गर्नुपर्ने हुन्छ। त्यसैगरी अर्को नम्बरमा 3 नम्बर रहेको छ एमएस पेन्ट। एमएस पेन्टले के गर्छ भन्दाखेरि जस्तै तपाईलाई एमएस वर्डमा चाहिने पर्ने कुनै पेन्टिङ होला जुन कि कुनै पनि गुगल या कुनै अन्य प्रोग्राममा नपाइकन तपाईले आफैले सेल्फ क्रिएसन गरेर बनाउनु पर्ने हुन्छ। सो तपाईले पेन्टिङ बनाउनको लागि एमएस पेन्ट युज गर्नुहोस्। त्यसले के गर्छ भन्दाखेरि तपाईको पेन्टलाई तपाई एमएस वर्डमा इन्सर्ट गर्न सक्नुहुन्छ, तपाईले एक्सेलमा इन्सर्ट गर्न सक्नुहुन्छ, तपाईले पावरपोइन्टमा इन्सर्ट गर्न सक्नुहुन्छ या जीमेलमा पठाउन पर्न सक्नुहुन्छ। कुनै पनि फिगर तपाईले आफ्नो आवश्यकता अनुसार एमएस पेन्टलाई युज गरेर बनाउन सक्नुहुन्छ, सामान्य पेन्टिङ, कार्टुन र फिगरका कुराहरु। त्यसैगरी नम्बर 4 मा रहेको छ एमएस वर्ड। एमएस वर्ड साथीहरुलाई मैले भनिराख्नु पर्दैन, सबैले बुझ्नु भएकै कुरा। एमएस वर्ड आजको समयमा एकदम आवश्यक पनि हो र कम्पलसरीको विषय पनि हो। तपाईको स्कुल लेभलको होस्, चाहे क्याम्पस लेभलको होस्, चाहे अफिसियल लेभलको लागि एमएस वर्ड चाहिने नै हो, किनभने A4 साइजमा जति पनि काम हुन्छ सबै एमएस वर्डबाट नै गरिन्छ। सो अरु साइजको पेपरहरुमा पनि गरिन्छ, तर व्यावहारिक रूपमा एमएस वर्ड A4 साइजमा हाम्रो व्यवहारमा बढी चल्ने हुनाले मैले A4 साइजकै पेपरको कुरा गरेको। सो मित्रहरु एमएस वर्ड तपाईले सर्च गर्नुहोस् र यसलाई सिक्नुहोस्। त्यसैगरी अर्को नम्बरमा रहेको छ नम्बर 5 मा टाइपिङ इन नेपाली भनेर मैले भनेको छु। हामी नेपाली समाजमा बाँच्ने हुनाले हामीलाई नेपाली टाइपिङ एकदमै खाँचो पर्छ। तपाई जेसुकै गर्नुस् नेपालीमा तपाईलाई आज न भोलि टाइप गर्नै पर्ने हुन्छ। सो तपाईले युट्युबमा गएर अर्को नेपाली कसरी राम्ररी टाइप गर्न सकिन्छ भन्ने विषयमा तपाईले सिक्नुहोस् र नेपाली के गर्नुपर्छ भन्दाखेरि प्र्याक्टिस गर्नुहोस्। यसलाई अलिकति बढी प्र्याक्टिस चाहिन्छ र प्र्याक्टिस गरेपछि यो पनि सिक्नलाई सजिलो छ। त्यसैगरी नम्बर 6 मा सिक्नुपर्ने कुरा के भन्दाखेरि एमएस एक्सेल। एकाउन्टिङ सम्बन्धी तपाईले गर्नुपर्ने या मार्केटिङ सम्बन्धी गर्नुपर्ने या तपाईले बिजनेस व्यवसाय या विद्यार्थीले गर्नुपर्ने जति पनि लिस्टका कुराहरु हुन्छन् ती सबै तपाईले एक्सेलमा गर्न सक्नुहुन्छ। त्यसैगरी एक्सेल तपाईले एकदमै रूपमा अनिवार्य रूपमा सिक्नुपर्ने कुरा हो। एमएस एक्सेल सिक्नुहोस्। त्यसैगरी नम्बर 7 मा रहेको छ पावरपोइन्ट। जसै पनि हामीले आज जति पनि कामहरु गरिरहेका छौं हामी भित्र भएको नलेजले धेरै हामीलाई फाइदा पुर्याएको हुँदैन। हाम्रो प्रेजेन्टेसन यदि राम्रो छ भने त्यो नलेज धेरै नै राम्रो कुरा हो। आजको दिनमा नलेज जान्नु मात्रै ठुलो कुरा हैन, नलेजलाई प्रेजेन्टेसन गर्नु सबैभन्दा ठुलो कुरा हो। र तपाईले के गर्नु पर्यो भन्दाखेरि पावर पोइन्ट द्वारा आफूले जानेको कुराहरुलाई प्रेजेन्टेसन गर्न सक्नुहुन्छ। सो प्रेजेन्टेसनको लागि स्लाइड शोको लागि जति पनि कुरा चाहिन्छ त्यो एमएस
पावर पोइन्टले सिकाउने भयो। सो एमएस पावर पोइन्ट तपाईँले सिक्नुहोस्। त्यसै गरी नम्बर 8 मा रहेको छ जीमेल। तपाईँ हाम्रो समय अब एसएमएस र चिठी पत्रको मात्र होइन, अब यो जीमेलको समय आइसकेको छ। तपाईँले मेलको कुरा गरौँ, जीमेल मात्र होइन, याहू मेल अनि जीमेल, तपाईँको आउटलुक कुनै पनि युज गर्न सक्नुहुन्छ तपाईँले। सो कसरी पत्राचार गर्ने त अफिसियल रूपमा, चाहे देश विदेशबाट कुनै फाइल सेयर गर्नुपर्ने छ, कुनै भिडियो सेयर गर्नुपर्ने छ भन्दाखेरि अहिले सबैभन्दा सजिलो भएको छ तपाईँको जीमेल। तपाईँको सेक्रेसी पनि मेन्टेन हुने र तपाईँको सञ्चारको लागि पनि कुनै आदान प्रदान गर्नु पर्यो भने पनि त्यसले तपाईँलाई एकदमै सजिलो र भरपर्दो माध्यम हो जीमेल। त्यसै गरी अर्को 9 नम्बरमा सिक्नुपर्ने कुरा तपाईँहरूले देखिरहनु भएको छ युट्युब प्रोफेसनल रूपमा चलाउन जान्नुहोस्। तपाईँले युट्युब मात्र चलाउन जान्नुभयो भने आफ्नो जीवनको धेरै कुराहरू युट्युबबाट तपाईँले डेभलप गर्न सक्नुहुन्छ। तपाईँले कुनै पनि भिडियोहरू सर्च गर्नुहोस्, कुनै पनि कुराको जानकारी चाहियो भने मात्र तपाईँले युट्युबको स्पेस सर्च बारमा आउनुहोस् र टाइप गर्नुहोस्, तपाईँको सम्पूर्ण जानकारीहरू युट्युबमा एभाइलेबल हुनेछन्। त्यसै गरी नम्बर 10 मा रहेको छ अहिले सबैभन्दा बढी चलेको र गुगललाई पनि राम्रै धक्का दिइरहेको एप्लिकेसन फेसबुकको। तपाईँहरूले फेसबुक सिक्नुपर्ने हुन्छ। फेसबुकले के गर्छ भन्दाखेरि यो एउटा सोसल साइट हो, एउटा समाज हो, इन्टरनेटमा बनिएको एउटा समाज। त्यसमा तपाईँ बसेर के गर्न सक्नुहुन्छ भन्दाखेरि आफ्नो नलेजलाई सेयर गर्न सक्नुहुन्छ, आफ्नो पर्सनालिटीलाई प्रेजेन्ट गर्न सक्नुहुन्छ र जुन कुरा समाजमा राख्न सक्नुभएको छ प्रत्यक्ष रूपमा त्यो अप्रत्यक्ष रूपमा फेसबुकको माध्यमबाट तपाईँहरूले राख्न सक्नुहुन्छ। त्यसै गरी आफ्नो बिजनेस व्यवसायलाई प्रमोट गर्न सक्नुहुन्छ। आफूले विभिन्न कुराहरू, प्रमोसनको कुराहरू, बिजनेसका कुराहरू, चाहे तपाईँको व्यक्तिगत व्यवहार, चाहे आफ्नो इमोसन सेयर गर्न चाहनुहुन्छ त्यो तपाईँले फेसबुकबाट सर्च गर्न सक्नुहुन्छ। सो मित्रहरू, यो 10 वटा प्रोग्रामहरू जुन मैले भने त्यो तपाईँले सिक्नुभयो भने तपाईँ एउटा सामान्य विद्यार्थीबाट पनि र एउटा सामान्य कर्मचारीको हैसियतले पनि तपाईँ राम्रो रूपमा सफलताको सुरुवात गर्न सक्नुहुन्छ। र विशेष अरू प्रोग्रामहरू जुन चाहिन्छ, जस्तै तपाईँलाई चाहिएला एकाउन्टिङका प्याकेजहरू चाहिएला, तपाईँलाई वेबसाइट्सका चाहिएला, अनि थुप्रो प्रोग्रामहरू हुन्छन्, सफ्टवेयरका चाहिएला, हार्डवेयरका चाहिएला, ती प्रोग्रामहरू यी 10 वटा बुँदा सिकिसकेपछि तपाईँले यसभन्दा अगाडि तपाईँ बुझ्न सक्नुहुन्छ कि मलाई कुन कुरा आवश्यक छ र त्यही अनुरूप तपाईँ अगाडि बढ्न सक्नुहुन्छ। फेरि पनि म यहाँहरूलाई 10 वटा बुँदा क्रमशः भनिदिँदैछु। त्यो 1 नम्बरमा तपाईँले स्क्रिन डिजाइनिङ सिक्नुहोस्, जुन मेरो द क्रिएटिभ माइन्ड प्रोडक्सन भित्र सर्च गरेर तपाईँले पाउन सक्नुहुन्छ। 2 नम्बरमा टाइपिङ मास्टर तपाईँले इन्स्टल गर्नुहोस् र यसलाई टाइपिङ प्र्याक्टिस गर्नुहोस्। 3 नम्बरमा एमएस पेन्ट, जुन तपाईँको पेन्टिङको लागि एकदमै उपयोगी छ। 4 नम्बरमा एमएस वर्ड, जुन A4 साइज गर्ने कार्यहरूबारे मैले बोलेको छु। त्यसै गरी नम्बर 5 मा टाइपिङ इन नेपाली, नेपालीमा कसरी टाइपिङ गर्ने, नेपाली समाज भएको हुनाले यो चाहिन्छ। 6 नम्बरमा एमएस एक्सेल, जुन एकाउन्टिङको कामहरू, मार्केटिङ कामहरू जति पनि गरिन्छन् या लिस्टका कामहरू त्यो सबै एक्सेलद्वारा गर्न सकिन्छ। त्यसै गरी 7 मा एमएस पावर पोइन्ट, 8 मा जीमेल, 9 मा युट्युब, 10 नम्बरमा फेसबुक। सो मित्र, यस सँगसँगै अहिलेको यो भिडियोबाट म बिदा चाहन्छु। अर्को भिडियो लिएर म पुनः उपस्थित हुनेछु। धन्यवाद।